So hey guys, welcome to my new vlog. अनि आज चाहिँ यो मेरो आज म कपाल काट्न जान्छु अनि चाहिँ कपाल काटेर आएपछि चाहिँ नुहाउँछु अनि एकछिन होमवर्क गरेर भ्याउँछु अनि चाहिँ म यतिकै बसिरहेको छु टिभी हेर्दै। मेरो मम्मी फेरि लगाउनुहुन्छ कि गाइस मलाई देखाउन नआइज भन्नुहुन्छ कि मेरो मम गाइस। म कपाल काटेर आउँछु अनि कपाल गाइस म चाहिँ कपाल काटेर आइसकेँ अनि एकछिन होमवर्क गरेको थिएँ। होमवर्क गरेर पनि भ्याइसकेँ गाइस। मेरो कपाल माथि छतमा यत्रो सानो बनाएको मैले आफ्नो कपाल अनि चाहिँ होमवर्क गरेको थिएँ एकछिन अनि नुहाएपछि मामा घर गएको थिएँ म अनि त्यही बोलेको म अनि सम्झेर आएर भ्लग बनाइदिएको म गाइस। ककसको अब 6 गतेतिरदेखि स्कुल छ उहाँहरूको कमेन्ट गर्नु है। मेरो त 6 गतेदेखि बरु मेरो सेकेन्ड टर्ममा बरु 1 महिना बिदा थियो दसैँ तिहारको यार गाइस। म चाहिँ सुन्तला लिएर माथि जान्छु अनि चाहिँ सुन्तला खान्छु तपाईँहरूलाई पनि देखाउँछु न गाइस। सुन्तला गाइस म चाहिँ अब एउटा सुन्तला लिएर माथि जान्छु गाइस। म चाहिँ अब माथि जाने क्यान्सल। म चाहिँ अब बाहिरै बसेर सुन्तला खाइसकेर अब अनि त्यो मलाई सरप्राइज पाएँ कि दादा मोबाइल ल्याइदिएर त्यहाँदेखि गाइज मोमो गाइज। अब सबजना सब चिज खाइसकेँ अब मेरो चाहिँ अब स्क्रिन खेल्ने मन भएको छ। अब फाइनल म यो भ्लगलाई यही एन्ड गर्छु बाई।